स्पोन्सर बाई एलआईसी नेपाल, जीवन रहँदा पनि जीवन पश्चात पनि। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ। शिखर इन्स्योरेन्स, ह्याप्पी इन्स्योरेन्स। नमस्कार, कार्यक्रम खबर एक्सप्रेसको आजको श्रृङ्खलामा हार्दिक स्वागत गर्दछु। म रामचन्द्र खड्का। दर्शकहरू, यस कार्यक्रममा हामी देशको राजनीतिक, आर्थिक, सामाजिक, समसामयिक र विभिन्न जल्दा बल्दा विषयहरूमा केन्द्रित रहेर कुराकानी गर्ने गर्दछौँ। यसै सन्दर्भमा आज हामी स्थानीय सरकारले गरिरहेका कामहरू लगायत स्थानीय तहको विषयमा केन्द्रित रहेर विशेष कुराकानी गर्नेछौँ। कुराकानीका लागि हुनुहुन्छ सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य। उहाँलाई कार्यक्रममा स्वागत गरौँ। स्वागत छ सर यहाँलाई। थ्याङ्क यू। के छ, आराम हुनुहुन्छ? एकदम ठिक छ। के छ सूर्यविनायक नगरपालिकाको अवस्था के छ अहिले? सूर्यविनायक नगरपालिकाको अब अहिले एकदम ठिक छ। योजना कार्यक्रमहरू कार्यान्वयनको कुरा एकदम स्पिडमा छ। सेवा प्रवाह चुस्त दुरुस्त छ। अब जनअपेक्षा अनुसार हामी काम गरिरहेका छौँ जस्तो लाग्छ। यो जुन स्थानीय तहको जुन योजना आउँदाखेरि नै जुन यसको चाहिँ के कन्सेप्ट थियो भने स्थानीय क्षेत्रमै चाहिँ सिंहदरबारमा हुने सेवा प्रवाह चाहिँ स्थानीय लेभलमा हुने चाहिँ एउटा जुन अवधारणा थियो, यो चाहिँ कतिको पुरा भएको पाइन्छ? अब संविधान निर्माणकै बखत 3 तहको सरकार, केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारको परिकल्पना गरेर 3 तहकै सरकारले राज्य शक्तिको उपयोग गर्ने गरी अधिकार र कर्तव्य जिम्मेवारी तोकिएको हो। त्यही हिसाबले स्थानीय सरकारलाई पनि संविधानत अधिकारहरू बाँडफाँड गरिएको थियो। त्यो भनेको स्थानीय तहमा सिंहदरबार भन्नुको मतलब चाहिँ के हो भने पहिला एउटा सिंहदरबार थियो, राज्य शक्ति केन्द्रीय सरकारले मात्र प्रयोग गर्थ्यो। अहिले चाहिँ 3टा सरकारले नै राज्य शक्तिको प्रयोग गर्ने भएकाले स्थानीय सरकार के अरे स्थानीय तहमा पनि सिंहदरबार भन्ने कुरा गरिएको हो। अब अहिले चाहिँ नि जुन हिसाबले सानातिना योजनाको निर्माण, कार्यान्वयन अनि जनताको दैनिक चाहिँ नि आवश्यकताका सेवा प्रवाहहरू जस्तो कृषि, स्वास्थ्य, शिक्षा र समाजको पिँधमा रहेको वर्ग जुन चाहिँ नि पिछडिएको वर्गहरू छ, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, तिनीहरूको उत्थान गर्ने लगायतको सबै चाहिँ नि कामहरू जसरी संविधानले चाहिँ स्थानीय सरकारबाट कार्यान्वयन होस् भनेर परिकल्पना गरेर अधिकारको बाँडफाँड गरेको थियो, त्यही अनुरूप नै स्थानीय सरकारले चाहिँ आफ्नो काम कारबाही गरिरहेको पाइन्छ। हजुर, सेवा प्रवाहको हिसाबले नागरिकहरू कतिको सन्तुष्ट हुने अवस्था छ अहिले? अब स्थानीय सरकारको सेवा प्रवाहको कुरा गर्दा त अब हामीले समयमै सेवा दिएका छौँ। जनताले मागेको सेवा वार्ड तहदेखि होइन अनि दिएको छ भनेपछि त्यसमा निश्चित प्रविधिहरूको प्रयोग गरेर सेवा प्रवाहलाई चाहिँ छिटो, छरितो, जनमुखी र पारदर्शी बनाउने काम गरिएको छ भनेपछि त सेवा प्रवाह त राम्रै भएको हुनुपर्ने। अब जनताको मूल्याङ्कन के छ? अब त्यस्तो ठुलो भारी गुनासोहरू प्राप्त नभएकोले राम्रै छ भन्ने हामीलाई विश्वास छ। तथापि पनि अब समय समयमा जनताको सल्लाह सुझाव र गुनासो प्राप्त भएकै छन्। ती गुनासाहरूलाई यथोचित रूपमा सम्बोधन गरेर चाहिँ नै हामीले सेवा प्रवाहमा थप के भन्छ परिष्कृत गर्ने चाहिँ प्रयत्न गरिरहेकै छौँ। यहाँले जस्तो अब स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको भूमिकाको रूपमा चाहिँ लामो समयदेखि काम गर्नुभएको छ विभिन्न स्थानीय तहहरूमा रहेर। जनताको अपेक्षा र स्थानीय तहको अधिकार कतिको चाहिँ अपेक्षा अनुसार काम गर्न सकिने, स्थानीय तहको अधिकारकै कुरा गर्ने हो भने होइन कतिको पर्याप्त छ? अब अहिले चाहिँ हामीले यो संहिताको अभ्यास गरेको पनि लगभग चाहिँ नि 74 सालको चुनाव भएपछि सङ्घ, प्रदेश र केन्द्रीय सरकारको केन्द्रीय पार्लिमेन्टको चुनाव भएपछि संहिताको चाहिँ नि फर्मल्ली अभ्यास सुरु भयो। त्यो हेर्दाखेरि लगभग 8 वर्षको 8.5 वर्षको अभ्यास भएको छ स्थानीय सरकारको। त्यसरी हेर्दाखेरि चाहिँ नि
जनताले चाहेको कुरा अथवा संविधानले अधिकार दिएको विषयमा हामीले डेलिभरी दिइराखेकै छौँ। तथापि कतिपय अवस्थामा कस्तो छ भने यो तीन तहका सरकारको समन्वयका विषयवस्तुहरू अथवा अर्को उसमा भन्दाखेरि यो साझा अधिकारमा समेटिएका विषयहरू जुन चाहिँ सङ्घ प्रदेश र स्थानीय तहको साझा अधिकार र प्रदेश र स्थानीय तहको साझा अधिकारका विषयहरूमा कानुन समयमा नबनेर चाहिँ कतिपय अवस्थामा जनताले स्थानीय तहबाट पाउन खोजेका सेवाहरू पाएको छैनन्। जस्तो यो सहकारीसँग सम्बन्धित अहिले व्यापक चाहिँ नि एउटा समस्या छ राष्ट्रिय स्तरमै। हाम्रोमा पनि के हुन्छ भने सहकारी पीडितहरू बचत हिनामिना भएको गुनासो लिएर आउनुहुन्छ। अब त्यसरी आउँदाखेरि हामीले नै अब त्यो सहकारीलाई कारबाही गर्ने उसलाई चाहिँ नि होइन सञ्चालक व्यवस्थापकहरूलाई चाहिँ अरू कानुनी हिसाबले कुनै छानबिन गर्ने अधिकार हामीसँग हुँदैन। अब प्रदेश र सङ्घीय सरकारसँग हामीले समन्वय गर्नुपर्ने हुन्छ। तर जनताको अपेक्षा चाहिँ यो काम स्थानीयबाट भइदियो हुन्थ्यो भन्ने हुन्छ। अब सहकारी क्षेत्र नै आफैमा तीन तहको साझा अधिकार क्षेत्रभित्र परेको चाहिँ विषय भएकाले स्थानीय तहले कुन हदसम्म चाहिँ त्यस्तो समस्याहरूमा के चाहिँ पहल कदमी लिन सक्छ भन्ने स्पष्ट कानुनी व्यवस्था नभएकोले यस्तो विषयहरूमा चाहिँ जनतालाई भनौँ न तपाईँले क्वेसन गरे जस्तो जनताले स्थानीय तहबाटै सेवा पाए हुन्थ्यो भन्ने अपेक्षा। तर हामीले कानुनी अडचन र तीन तहको समन्वयको कारणले हामीले चाहिँ उहाँहरूलाई सन्तुष्टि पार्न नसकेको अवस्था छ। तीन तहको सरकारमा होइन जनताको पहिलो सरकार भनेको स्थानीय सरकार नै हो। हजुर, स्थानीय सरकारलाई सशक्त बनाउनको लागि चाहिँ कानुनी रूपमा होइन यो चाहिँ कस्तो खालको कानुन आवश्यक पर्छ र कसरी काम गर्नुपर्छ स्थानीय तहले चाहिँ? अब अहिले अघि पनि धेरै पटक छलफल गरियो। संविधानले अनुसूची 8 बमोजिम एकल अधिकार स्थानीय तहलाई दिएको छ। संविधानको अनुसूची 9 मा साझा अधिकारको विषयवस्तुहरू छ। स्थानीय सरकार सञ्चालन ऐन छ। प्रदेशले पनि निश्चित कुराहरूमा नियमन गरेको छ र स्थानीय सरकारले पनि आफ्नै कानुनहरू निर्माण गरेर काम गरिरहेको अवस्था छ। तर अब कतिपय अवस्थामा चाहिँ नि कानुनी अडचन जस्तो भनौँ अब स्थानीय सरकारलाई सबल बनाउनलाई होइन अघि नै मैले भने साझा अधिकारका विषयमा समयमा कानुन आइदिनु पर्यो। अहिले चाहिँ यो सङ्घीय निजामती सेवा ऐन नबन्दाखेरि तल प्रदेशको चाहिँ सरकारी सेवासँग सम्बन्धित ऐन र स्थानीयका चाहिँ कर्मचारीसँग सम्बन्धित कानुनहरू बन्न नसकेको छ। त्यस्ता कानुनहरू जुन प्रिन्सिपल लको रूपमा सङ्घले बनाइदिनु पर्ने हो त्यस्ता कानुनहरू सङ्घीय सरकारबाट सङ्घीय पार्लियामेन्टबाट हुनु पर्यो होइन। प्रदेशले पनि जुन हिसाबको एउटा स्थानीय सरकार र सङ्घीय सरकार बिचको पुलको चाहिँ नै काम गर्ने भनेर चाहिँ एउटा प्रिन्सिपल्ली प्रदेश स्थापना भएको छ। प्रदेशसँग आफैमा फेरि संविधान प्रदत्त अधिकारहरू छन्। प्रदेशले पनि आफ्नो भूमिका सही रूपमा सही समयमा निर्वाह गरिदिनु पर्यो र स्थानीय सरकारले पनि प्रचलित मापदण्ड अनुरूप चाहिँ कानुन बनाएर चाहिँ नै सञ्चालन गर्न सकियो भने राम्रोसँग स्थानीय सरकारलाई चाहिँ स्थानीय सरकार मार्फत डेलिभरी दिन सकिन्छ। अब त्यसरी हुँदै नभएको पनि होइन तर केही ग्यापहरू नीतिगत ग्यापहरू अनि कानुनी ग्यापहरू भएको कारणले अब केही चाहिँ भनौँ न स्थानीय सरकार सञ्चालनमा केही अडचनहरू चाहिँ देखिएका छन्। जस्तो अब यहाँ कार्यरत रहेको सूर्यविनायक नगरपालिका हरेक कुरामा उपत्यकाकै राम्रो नगरपालिकाको रूपमा स्थापित भएको नगरपालिका हो। यहाँलाई मैले गर्न खोजेको चाहिँ के हो भने यहाँले धेरै ठाउँमा बसेर काम गरिसक्नु भएको छ। स्थानीय तहको धेरै अनुभव छ। जस्तो महालेखाको प्रतिवेदनहरू हेर्ने हो भने अन्य ठाउँहरूमा चाहिँ खाजा खर्च बापतै एउटा सानो गाउँपालिकाले नि करोडौँ खर्च गर्ने होइन जताभावी चाहिँ खर्च गर्ने बेरोजुहरू धेरै आउने त्यस्तो पनि देखिन्छ। यो चाहिँ स्थानीय तहलाई चाहिँ त्यस्ता कुराहरू भनेको आफ्नो अधिकार पनि दुरुपयोग गर्नेहरूलाई चाहिँ नियन्त्रण गर्नको लागि चाहिँ कसरी काम गर्नु पर्ला यो चाहिँ समग्र विषयमा चाहिँ? हजुर एकदम सान्दर्भिक क्वेसन छ। अब कतिपय संवैधानिक नियामक निकायहरूले चाहिँ
स्थानीय सरकारहरूमा भएका चाहिँ भनौँ न केही कमजोरीहरूमा संविधान प्रदत्त अधिकार प्रयोग गरेर बाहिर चाहिँ जनता समक्ष ल्याइदिएको कुराहरू छ। जस्तो महालेखाको प्रतिवेदनको कुरा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन भएर चाहिँ होइन मुद्दा दायर हुने विषयवस्तुहरू, यस्ता कुराहरू हेर्दाखेरि स्थानीय सरकारमा केही व्यथिति छन् कि भन्ने पनि जनमानसमा शङ्काको सुविधा छ। अब हाम्रो सूर्यविनायक नगरपालिका अघि हजुरले भने जस्तो एउटा परिपक्व राजनीतिक नेतृत्व र एउटा चाहिने कर्मचारीको पनि सक्षम चाहिँ टिम भएकोले धेरै समस्याहरू र धेरै त्यो कमेन्टहरू हामीले चाहिँ फेस गर्नु परेको छैन। तथापि देशव्यापी रूपमा त अब मिडियामा आउने कुराहरूलाई हेरौँ, त्यो चाहिँ स्थानीय सरकारमा केही छ कि भन्ने त छ। अब भएपछि के हो त भन्दाखेरि अब जस्तो तपाईँले उठाए जस्तो विविध खर्च, खाजा खर्चमा लाखौँ करोडौँ रुपियाँहरू खर्च भएको छन्। ती विषयहरूमा के छ भनेपछि अब त्यस्तो अनावश्यक तरिकाले तडक भडक गर्ने क्षमताभन्दा बेसी होइन, त्यो फजुल खर्च गर्ने विषय त कन्ट्रोल हुनै पर्छ, यो गर्नै पर्ने विषय हो। अब यसको लागि चाहिँ जस्तो हामी बजेट बनाउँछौँ नि, बजेट बनाउँदाखेरि निश्चित चाहिँ नै एउटा चालु खर्चको हिस्सा हुन्छ, अर्को पुँजीगत खर्चको हिस्सा हुन्छ होइन। त्यसो गर्दाखेरि अहिले चाहिँ हामीले स्थानीय सरकारबाट बजेट बनाउँदा एउटा विवेक प्रयोग गरेर पुँजीगत खर्च बढाउने, चालु खर्च घटाउने, चालु खर्चमा पनि फजुल खर्चहरू अथवा खर्च नगर्दा पनि हुने विषयवस्तुहरूलाई निराकरण गरेर बनाइरहेछौँ। अब अहिले तीन तहको सरकार त आफैमा पनि तीनटै चाहिँ स्वायत्त छ, तथापि समन्वय र सहकार्य जरुरी छ। यसै बिचमा पनि सङ्घीय सरकारले एउटा चाहिँ नि बजेट विनियोजनको मापदण्ड बनाइदियो भने कुन चालुमा पनि के खर्च गर्ने अथवा कति पर्सेन्टले खर्च गर्ने, हुनलाई फेरि त्यो कुरा सङ्घले बनाएको मापदण्ड स्थानीय तहको त्यो संवैधानिक राज्य शक्तिको प्रयोग गर्ने स्वायत्तता छ नि, त्यसमा चाहिँ आँच नआउने गरिकन एउटा मापदण्ड बनाएर त्यो लागू गर्नुपर्ने विषय छ। र सँगसँगै के पनि हो भने अब जस्तो महालेखा परीक्षकको चाहिँ अन्तिम लेखा परीक्षणको प्रतिवेदन आउँछ, प्रतिवेदन आउँदै गर्दाखेरि के हुन्छ भनेपछि अब मिडियालाई पनि अब कुन पालिकाको कति बेरोजु, त्यसमा पनि अब अहिले त चलन चल्तीको भाषा विविध खर्चलाई अझै अलिकति फरक किसिमले बुझिन्छ, विविध खर्चमा कति भन्नेमा फोकस भइरहेछ कि। तर त्यो विविध खर्चभित्र पनि कति एसेन्सियल खर्चहरू छन् होइन, त्यो कुन कुन अब जस्तो स्थानीय सरकारको त आफ्नो वडा कार्यालय हुन्छ, स्वास्थ्य संस्थाहरू हुन्छन् होइन, विभिन्न चाहिँ नै हुन्छ। कतिपय अवस्थामा चाहिँ आर्थिक सहायताको शीर्षकमा पैसा सिद्धियो र आर्थिक सहायतामै चाहिँ होइन त्यस्तो चाहिँ असहायलाई टेको दिनुपर्ने अवस्थामा पनि विविध खर्चबाट रकमहरू खर्च हुन्छ भने त्यो होल सोलमा व्याख्या विश्लेषण र मिडियामा ल्याउने चलन छ। तर त्यो भित्रका अन्तर्य पनि गुटफेदबाट भएका हुन सक्छन् भन्नेमा कसैको ध्यान पुगिरहेको छैन। तथापि पनि एउटा स्थानीय सरकारले आफ्नो बजेट बनाउने कुरामा तपाईको एउटा स्ट्यान्डर्ड मेन्टेन गरेर एउटा चाहिँ नि चालु र पुँजीगत अनि चालु र पुँजीगतका विभिन्न हेडिङहरूमा पनि कति कति पर्सेन्ट गर्ने र त्यसलाई खर्च गर्दा पनि कुन कार्यविधि र कुन चाहिँ नि प्रक्रियाले गर्ने भन्ने विषयमा चाहिँ ध्यान दिनु जरुरी छ। जस्तो अब जनताको पहिलो सरकार भनेको स्थानीय सरकार, जनताले चाहेको बेलामा भेट्न सक्ने, पुग्न सक्ने, आफ्नो आवश्यकता अनुसारको काम गराउन सक्ने। अब यो पहिलो सरकार, दोस्रो सरकार र अन्तिम सरकार हैन, प्रदेश सरकार र सङ्घसँगको समन्वयको अवस्था कस्तो छ र आवश्यकता कतिको पर्छ? अब यो सरकार चाहिँ पहिलो दोस्रो भन्दा पनि यो चाहिँ समानान्तर है। फेरि एउटा चाहिँ नि 3 टायर्स अफ गभर्मेन्ट भन्छ। एउटा गाडीको 4वटा चक्का अथवा मोटरसाइकल 2टा चक्का प्यारालाल हुन्छ नि, यो सरकारको पनि त्यही हो। यो 3टा चक्का प्यारालाल छ। त्यो हुँदाहुँदै पनि स्वायत्त छ अनि
त्यति हुँदाहुँदै पनि सहकार्य समन्वय चाहिँ फेरि अत्यन्तै जरुरी छ। किनभने संविधानको परिकल्पना नै के छ भने धेरै विषयवस्तुहरूमा एकल अधिकार पनि दिएको छ सम्बन्धित सरकारलाई, तिनै अधिकारलाई फेरि साझा अधिकार सूचीमा पनि समेटेको छ। भनेपछि के हुन्छ भनेपछि त्यो चाहिँ ती एक अर्काका सरकारहरूबिच समन्वय गरेर काम गर्नु है भनेर संविधानले चाहिँ निर्देशित गरेको विषय हो। अब अहिले चाहिँ सिनारियो के छ मेरो अनुभवमा भनेपछि केही विषयहरूमा समन्वय नभएको होइन होइन। अब संविधान त समन्वयात्मक निकायहरूको व्यवस्था पनि छ, कानुनले पनि विभिन्न चाहिँ अन्तर्प्रदेश समन्वय को व्यवस्था गरेको छ। प्रदेशमा पनि त्यो किसिमको चाहिँ नि संयन्त्र छ आफ्नो प्रदेश अन्तर्गतको समन्वय गर्नेमा। जिल्ला समन्वय समिति आफैमा जिल्लामा चाहिँ समन्वय गर्ने हेतुले स्थापित निकाय हो। अब भएपछि चाहिँ यी कानुनी व्यवस्था र संरचना नभएको होइन, तर कतिपय अवस्थामा फङ्सनल नहुँदाखेरि होइन, जस्तो अघि भने नि मैले त्यो के भन्छ सहकारीको उदाहरण दिएर, त्यस्तो विषयमा अलिकति फङ्सनल, अलिकति प्रोएक्टिभ समन्वय गर्ने चाहिँ संयन्त्रहरू अलि बारम्बार छलफल र अन्तर्क्रिया गरेर चाहिँ बाधा अड्काउ फुकाउनु पर्ने अवस्था देखिन्छ र त्यो हुँदा मात्र यो चाहिँ नै संविधानले परिकल्पना गरे अनुसारको एउटा चाहिँ राम्रो शासकीय व्यवस्था, जनअनुरूपको शासकीय व्यवस्था सफल हुने देखिन्छ। जस्तो अब यहाँले प्रमुख प्रशासकीय अधिकृतको रूपमा धेरै ठाउँमा रहेर काम गरिसक्नु भएको छ विभिन्न स्थानीय तहमा। यो प्रमुख प्रशासकीय अधिकृतलाई नै एउटा एक ठाउँमा गएर काम गरिरहेको हुन्छ, समय नै नपुगी कम्तीमा 2 वर्ष पनि बस्न नदिकन मन लागेको बेला हटाइहाल्ने होइन, यसले कतिको असर पर्छ? स्थानीय तहमा अब अहिले कानुन त यो चाहिँ नै सङ्घीय सरकारबाट प्रमुख प्रशासकीय अधिकृत पठाउने अहिलेसम्मको कानुनी व्यवस्था हो। त्यही अनुसार पठाइराखेको पनि छ सङ्घीय सरकारले। उक्त काम चाहिँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत हुन्छ। मिडियामा आएका धेरै कुराहरूलाई हेर्दाखेरि समयमा पाइएन भन्ने, स्थानीय जनप्रतिनिधिको समयमा प्रमुख प्रशासकीय अधिकृत पाइएन भन्ने एउटा चाहिँ नै स्थानीय जनप्रतिनिधिको गुनासो छ भने, अर्को चाहिँ पठाएको चाहिँ प्रमुख प्रशासकीय अधिकृत निश्चित टेन्युरसम्म बस्न नपाउँदाखेरि त्यो चाहिँ काम, सेवा प्रवाह, विकास निर्माण सबैले एउटा निश्चित गति लिन सकेन भन्ने गुनासाहरू यहाँले उठान गरे जस्तो छ। त्यो त्यसमा केही सत्यता पनि छ। अब के हो भनेपछि एउटा चाहिँ टेन्युर दिएर त्यहाँमाथि एउटा चाहिँ नि निश्चित उसलाई एस्योरेन्स भनौँ न, यति समयमा काम गरेर त्यहाँ चाहिँ एउटा उदाहरणीय काम गरेर सङ्घीय सरकारको प्रतिनिधिको रूपमा स्थानीय सरकारलाई चाहिँ सहयोग गरेर परामर्श गरेर आउनु भनेर निश्चित एउटा चाहिँ नि 1.5 वर्ष 2 वर्ष कुन कति अवधि हो त्यो चाहिँ दिनुपर्छ। अब बारम्बार सरुवा हुँदाखेरि त्यहाँ स्थानीय स्तरमा त समस्या त छ, किनभने भर्खर गएको हुन्छ, त्यहाँको स्थानीय चाहिँ लोकालिटी बुझ्दै गरेको मान्छे, भर्खर चिनजान जनप्रतिनिधि, त्यहाँको कर्मचारीहरूसँग सरकारवालासँग बित्दै गरेको मान्छे अब हठात चाहिँ नि होइन छोटो अवधिमा सरुवा हुन्छ, फेरि अर्को जानु पर्यो, त्यो सबै कोर्स त पुरा गर्नै पर्यो। अनि त्यो हुँदा चाहिँ एउटा अस्थिरता जस्तो देखिएको छ। अब यदि चाहिँ स्थानीय सरकार राम्रोसँग सञ्चालन गर्न सङ्घीय सरकारले फेसिलिटेसन गर्ने हो भने 1.5 देखि 2 वर्षको अवधि दिएर प्रमुख प्रशासकीय अधिकृत पठाउनु पर्छ र 1.5 देखि 2 वर्षमा त्यही स्थानीय स्तरमा ठुलै खैला बैला अथवा खटपट नआएसम्म उसलाई चाहिँ नचलाइकन एउटा स्वतन्त्र हिसाबले काम गर्न दियो भने पक्कै पनि लोकल गभर्नेन्सको चाहिँ एउटा चाहिँ नै इफिसियन्सी बढेर जान्छ। अनि अर्को कुरा के देखिन्छ भने स्थानीय तहमा हुने अनियमितताहरू चाहिँ हजुर जनप्रतिनिधिले कर्मचारीले गर्दा गल्ती भयो भन्ने, कर्मचारीले चाहिँ प्रमुख उपप्रमुखको दबावले भन्ने,
यो कर्मचारी र जनप्रतिनिधि बिचमा आरोप प्रत्यारोप देखिन्छ। हजुर यो चाहिँ जस्तो स्थानीय तहमा हुने गल्ती कमी कमजोरीको जिम्मेवार बढी जिम्मेवार चाहिँ जनप्रतिनिधि हो कि कर्मचारी हो? अब के छ भने यो एकदमै इन्ट्रेस्टिङ पनि हो क्वेसन, जल्दो बल्दो पनि हो। धेरै धेरै धन्यवाद यो क्वेसनलाई। मैले मिडियामा अरू ठाउँमा धेरै पटक फेस गरेको क्वेसन पनि हो। अब यो चाहिँ के छ भने एउटा गीत छ नि, मनमा मिले मेला हजुर नमिले झमेला भन्ने। अब त्यो राम्रो काम सबै स्मुथली चलुन्जेल अब कसैको गल्ती हुँदैन, राम्रैसँग जनप्रतिनिधिको पनि कर्मचारीको पनि मिले मतमै भएको हुन्छ। अब जब चाहिँ नै क्वेसनहरू उठ्न थाल्छ, जब जवाफदेहिताको कुरा हुन्छ, जब नियामक निकायहरूलाई चाहिँ नै फेस गर्नुपर्ने कुराहरू हुन्छ, ओभरसाइट एजेन्सीहरूलाई, त्यति बेला चाहिँ एकअर्काले दोष थुपर्ने झमेला सुरु हुन्छ होइन। अब यसमा चाहिँ जिम्मेवार को त भन्दा कुरा स्पष्ट छ नि, जनप्रतिनिधिमूलक संस्था, स्थानीय कार्यपालिका र सभा, त्यो संस्थाहरूले नीति कानुन बनाउने होइन। नीति कानुन बनाउने, नीति कानुन चाहिँ एउटा मैले भने नि अघि एउटा निश्चित मापदण्डमा होइन। अब जे मन लाग्यो त्यही कानुन त बनाउनु पाइएन। त्यो विषयसँग सम्बन्धित राष्ट्रिय अन्तर्राष्ट्रिय प्र्याक्टिस के छन्, प्रिन्सिपल के छन्, अनि नेसनल इन्टरनेसनल स्ट्यान्डर्ड के छन्, त्यो स्ट्यान्डर्डलाई मिट गर्ने गरी कानुन बनाइदिने, नीति बनाइदिने सभा र कार्यपालिकाको काम भयो होइन। त्यो नीतिलाई अब स्थानीय सरकारको कार्यकारी प्रमुख भनेको त फेरि गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको नगर प्रमुखज्यू नै हो होइन। अब उहाँको गार्जेनसिपमा कर्मचारीले कार्यान्वयन गर्ने हो। अब कतिपय अवस्थामा के हुन्छ भने प्रमुख प्रशासकीय अधिकृत अथवा कर्मचारी भनौँ, आफू जोगिनलाई आफूले गर्दा हुने निर्णय पनि अध्यक्ष र मेयर साहबको टेबलमा पुर्याएर त्यो आफू पन्सिने अवस्थामा पनि हुन्छ होइन। त्यो खालको प्रवृत्ति पनि देखिन्छ कतिपय ठाउँमा। अब कतिपय ठाउँमा के देखिन्छ भने अध्यक्ष र मेयर साहब अथवा अरू जनप्रतिनिधि पनि कर्मचारीलाई चाहिँ जबरजस्ती अथवा उसले नचाहँदै कुनै काम बाध्यकारी रूपमा गराउने प्रवृत्ति पनि देखिन्छ। अब यी दुईटै प्रवृत्ति गलत हुन्, किनभने कानुनले तोकेको विषय, कानुनको चाहिँ नै भित्र रहेर, नीति निर्देशनभित्र रहेर जनताको उच्चतम भलो चिताएर गर्ने कामहरूमा न त कर्मचारीले आफ्नो अधिकार प्रयोग गर्ने विषयमा माथि नगर प्रमुखसँग सिरानी हाल्नुपर्छ, न त त्यो स्थानीय प्रतिनिधिज्यूहरूले कर्मचारीलाई दबाब दिनुपर्छ। यी सबै आफ्नो आफ्नो ठाउँमा ठिकसँग चलायमान हुँदाखेरि चाहिँ यो समस्या हुँदैन। जसले आफ्नो चाहिँ नि घेरा क्रस गरेर अगाडि जान खोज्छ नि, अनि त्यहाँ पछाडि काम बिग्रिन्छ। काम बिग्रेपछि आरोप प्रत्यारोप हुन्छ। मेरो चाहिँ निष्कर्ष के हो भने जसरी चाहिँ नि संविधानले अथवा अरू प्रचलित कानुनहरूले जनप्रतिनिधिलाई जे जिम्मेवारी सुम्पेको छ उहाँहरूले त्यहीँसम्म सीमित हुने र प्रचलित कानुनले कर्मचारीलाई विधि प्रक्रिया तोकेर यो समयमा यो काम गर भनेको छ भने त्यो काम चाहिँ कार्यकारी स्थानीय चाहिँ नि कार्यपालिका प्रमुखज्यूको समन्वयमा निर्देशनमा चाहिँ नि जनताको उच्चतम हित चिताएर गर्ने भएपछि समस्या आउँदैन। यो चाहिँ नभएदेखि आफ्नो आफ्नो घेरा क्रस गर्ने हो भने चाहिँ जहिले नै यो आरोप प्रत्यारोपको विषय रहिरहन्छ। यो जस्तो अहिले अब देशमा चाहिँ ठुलै राजनीतिक परिवर्तन भएको छ होइन। नयाँ पार्टीलाई चाहिँ झन्डै 2/3 नजिक चाहिँ जनताले ठुलो अपेक्षाको साथ एउटै पार्टीलाई 2/3 मत दिएको छ होइन। यसमा चाहिँ अब पहिल्यैदेखिको एउटा भनाइ छ कर्मचारी तन्त्रले गर्दाखेरि देश विकास भएन भन्ने एउटा कर्मचारीलाई आरोप पनि छ होइन। अब चाहिँ यो अहिलेको परिवर्तनसँग चाहिँ राम्ररी काम गर्नको लागि चाहिँ कर्मचारीले चाहिँ कस्तो भूमिका खेल्नुपर्छ? यो पनि गहकिलो क्वेसन र एकदम छैन समय सापेक्ष क्वेसन उठाउनु भयो। अब अहिले फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन भयो, त्यसमा एउटा मत परिणाम देखियो। यहाँले भने जस्तो पहिलाका निर्वाचनभन्दा अलिक फरक खालको परिणाम देखियो।
अब त्यो त जनताको मत हो। जनताको मतलाई अब त्यो जनमत जुन चाहिँ नै प्रतिनिधि सभामा मेनिफेस्ट भएको छ, अब त्यो जनमतले त्यो चाहिँ नि जनादेशले सरकार गठनको प्रक्रिया पनि अब सुरु हुँदैछ। अब कर्मचारीले त्यो ताजा जनादेशलाई चाहिँ डेलिभरीमा उतार्न कसरी काम गर्ने भन्दाखेरि पहिलो कुरो त त्यो जनमतलाई सम्मान गर्ने, स्वीकार गर्ने होइन। त्यति भयो भने के हुन्छ भने रेसिस्ट गर्ने हुन्छ नि, त्यो रेसिस्ट गर्ने चलन भनौँ न, त्यो जोखिम कम हुन्छ हो। अब भएपछि नयाँ सरकार गठित नयाँ सरकारले चाहिँ जुन किसिमको नीति नियम र कानुनहरू चाहिँ नि ल्याउँछ जनताको हित सोचेर, अब त्यसमा चाहिँ आफ्नो व्यावसायिकतालाई अगाडि राखेर होइन, व्यावसायिकतालाई अगाडि राखेर सक्षम एउटा चाहिँ नि क्षमतावान भनौँ न, क्षमता बढाएर अथवा त्यो किसिमको व्यावसायिकता अपनाएर चाहिँ नि तपाईँको त्यो सरकारले ल्याएका राम्रा कामहरूलाई गुटफेदबाट चाहिँ नि सहयोग गर्ने। त्यसको लागि प्रविधि छैन भने प्रविधिको चाहिँ नि इनोभेसन गर्नु पर्यो। व्यवहारमा समस्या छ भने त्यो व्यवहारमा पनि रूपान्तरण गर्नु पर्यो। हामीभित्रको प्रणालीमा समस्या छ भने प्रणालीमा रूपान्तरण गर्नु पर्यो। यी सबै कुरामा चाहिँ परिवर्तन गरेर अहिलेको ताजा जनादेशलाई हामीले उहाँहरूले चाहेको चाहिँ नि डेलिभरी जनता समक्ष पुर्याउन सक्छौँ। अब यति हुँदाहुँदै पनि के भने फेरि पहिला चाहिँ फेरि कर्मचारी तन्त्र अवरोध मात्र गर्थ्यो भन्ने होइन। कर्मचारी तन्त्र एउटा राज्यको मूल नीति राजनीति हो। त्यो राजनीतिबाट प्रतिपादित नीति कानुनहरूलाई नै कानुनहरूले दिएको सेवा सुविधालाई नै नीति के अरे योजना र बजेटहरू कार्यक्रमहरूलाई नै जनतासम्म पुर्याउने एउटा माध्यमको काम गरिआएकै हो पहिला पनि। अब अहिले चाहिँ अझ चाहिँ नि परिष्कृत ढङ्गले होइन, माथि जनमत आएकोमा त हामीले चाहिँ नि आएको जनमतमा अथवा त्यो आउने राजनीतिक नेतृत्वलाई त हामीले जहिले सहयोगै गर्नुपर्छ होइन। कर्मचारीले कुनै किसिमको पोलिटिकल इन्ट्रेस्ट राख्ने र चाहिँ नि भेदभाव गर्ने उसलाई छुट हुँदैन होइन। त्यो नै कर्मचारीको एउटा चाहिँ नि इथिक्स हो, त्यही नै व्यावसायिकता हो। अनि त्यो किसिमको चाहिँ नि एउटा चाहिँ भनौँ न अब्बल किसिमको र जनताको माग अनुकूलको परिवर्तित जनादेश र त्यो जनादेश प्राप्त राजनीतिक दलका नेता अनि प्रधानमन्त्रीज्यूको र विभागीय मन्त्रीज्यूहरूको चाहिँ नै आफ्नो भिजन, त्यो भिजनको आधारमा आएको नीति कार्यक्रम बजेटलाई एकदम निस्वार्थ तरिकाले डेलिभरी दिनुपर्छ। यही नै चाहिँ नै अहिले भनौँ न तपाईँले उठान गरे जस्तो नयाँ जनादेशलाई सम्मान गरेको ठहर छ। हस्, यो व्यस्त समयमा पनि कार्यक्रममा आइदिनु भयो, म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, धेरै धेरै धन्यवाद। यो कार्यक्रममा यहाँले चाहिँ यहाँसम्म ल्याएर यो विचारहरू राख्ने चाहिँ मौका दिनुभयो, धेरै धेरै धन्यवाद। हस्, दर्शकहरू, आज हामीसँग कुराकानीका लागि हुनुहुन्थ्यो सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य। कार्यक्रमको निर्धारित समय सकियो, बिदा दिनुहोस्, नमस्कार।